अभियानको बारेमा अनुभव पनि लिनुभएको छ। सर योभन्दा पहिला अर्को विभागमा हुनुहुन्थ्यो, उहाँलाई म सम्मान गर्न चाहन्छु। र त्यसै गरी हाम्रो हेडक्वार्टरबाट वीरेन्द्र सर, राजा अघि हाम्रो मेरो साथमा, उहाँहरू त्यही समुदायमा बस्नुहुन्छ, समस्या पनि त्यही समुदायमा छ, काम पनि त्यो दूतले बढी गर्छ। त्यहाँको सरकारसँग पुलको काम चाहिँ गर्ने हाम्रो सम्पूर्ण वडा अध्यक्षज्यूलाई हामी विशेष गरी सम्मान गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो उपशाखाको हाम्रो सभापति घोडी उपशाखाको भनी सर, त्यसै गरी विभिन्न उपशाखाबाट पाल्नुहुने साथीहरू र विभिन्न पालिकाबाट पाल्ने साथीहरू र पत्रकार बन्धुहरू, सर्वप्रथम यहाँप्रति यो तालिममा जुन आइदिनु भयो त्यसको लागि यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। यो प्रोजेक्ट नितान्त रूपमा अरू प्रोजेक्टभन्दा अलग फेजको छ। हामीले काम गर्ने भनेको हामी अहिले ठुलो यो प्रोजेक्ट भनेको यसो हेर्दा हाम्रो पैसाहरू कम होला, तर मेगा प्रोजेक्टको रूपमा हामीले अलिक ठुलो प्रोजेक्टको रूपमा लिएका छौँ। यो चाहिँ किन पनि लिएका छौँ भने हामीले डिजास्टरमा काम गरेको अनुभव छ, हामी विपदमा काम गरेको अनुभव छ, हामीले चाहिँ यो नेचर बेसमा अथवा हामी बायोडाइभर्सिटी कन्जर्भेसन हैन यसमा काम गरेको अनुभव कम छ। हामीले चाहिँ मान्छेको जनसङ्ख्या भएको ठाउँमा, मान्छे भएको ठाउँमा काम गरेको अनुभव छ। म यो प्रोजेक्टमा पहिलेदेखि चाहिँ संलग्न छु। यसको नेचर जुन छ, यो नेचरसँग काम गरेको नेपाल रेड क्रससँग विशेष गरी बाघ घाँस भयो भने हरिण हुन्छ, हरिण भयो भने बाघ हुन्छ, त्यस्तो ठाउँमा त हामीले काम गरेको अनुभव एकदम कम छ। र यो प्रोजेक्टमा अघि जेडसी र पिजिआई विशेष गरी यो चाहिँ सिए छ नि, हामी जुन सिए छ यो सिएको एप्रोचबाट अब हामीले चाहिँ यो जेडसी र सिएमा क्लाइमेट चेन्ज यो चाहिँ नेचरमा काम गर्दाखेरि त त्यो नेचरलाई को पर्सपेक्टिभबाट अब हामीले सिए हेर्नुपर्छ भन्नुभएको छ। जस्तै हामी सिएको जुन चाहिँ यो पिजिआईको कुराहरू चाहिँ अब हामी चाहिँ यो यो जङ्गलको प्रकृतिलाई कसरी चाहिँ हामी यसलाई लैङ्गिकताको हिसाबले हेर्न सक्छौँ, त्यो एप्रोचमा काम गर्नुपर्छ भन्नुभएको छ। त्यहाँ हिजो मैले उहाँसँग धेरै चाहिँ मेरो बाइट पनि थियो, उहाँसँग सानो प्रेजेन्टेसन पनि थियो, अनि छलफल गर्दा हामी त्यो एप्रोचमा हामी धेरै ग्याप भएको देखियो। हुन त अर्को प्रोजेक्ट यस्तै नेचरको प्रोजेक्ट हामीले चलाएको छौँ, करिब 2 वर्ष हुन लागिहाल्यो। अब त्यसरी हामी काम गर्नुपर्छ। त्यसैले हामीले दुईटा हामीसँग अपर्च्युनिटी पनि छ र हामीसँग WWF भनेको वर्ल्डमै काम गर्ने यो नेचरमा काम गरेको उहाँसँग अनुभव छ हैन, र हामीसँग जनसङ्ख्यामा काम गरेको अनुभव छ। दुईटा संस्थाहरू मिलेर अब हामीले नेचरलाई मात्रै अलग गऱ्यौँ अथवा हामीले प्रकृतिलाई बाहिर गऱ्यौँ भने पनि हामीले जुन उपलब्धि हामीले हासिल गर्नु त्यो गर्न सक्दैनौँ। र हामीलाई जनसङ्ख्यालाई हामीलाई रेड क्रसलाई बाइपास गर्ने र रेड क्रस अलग अलग WWF भन्ने ठुलो संस्था छ, हामी दुईटा अलग अलग गयौँ भने हामी जुन ठाउँमा पुग्न सक्नुपर्ने हो त्यो ठाउँमा नपुग्न सक्छौँ। र अर्को प्रोजेक्टमा हामी चाहिँ राष्ट्रिय प्रकृति संरक्षण ठुलो प्रकृति नेपालमा काम गर्ने संस्थासँग मिलेर काम गर्दैछौँ। र उहाँहरूसँग बस्दाखेरि हिजोको सिकाइ मलाई चाहिँ यहाँभन्दा महत्त्वपूर्ण त्यहाँ लागेको थियो, त्यो सिकाइ पनि भयो। र हामीले काम गर्ने भनेको हामी रेड क्रसको एप्रोच भनेको हामी निड बेस्ड एप्रोचमा काम गर्छौँ। हामी जो डिजास्टरको साइकल छ, हामी प्रिपेयर्डनेस, रेस्पोन्स र रिकभरी तिनटै फेजमा काम गर्छौँ। हाम्रो एप्रोच भनेको हामी जुन रेस्पोन्सको बेला हामी निड बेस्ड एप्रोचमा काम गर्ने, तर प्रिपेयर्डनेसको बेला अब हामी राइट बेस्ड एप्रोचमा काम गर्ने हैन। हामी पहिला हामी चाहिँ निड बेस्डमा मात्रै काम गर्ने भनेर भन्थ्यौँ, त्यो रहेनछ। अब प्रकृतिसँग काम गर्दाखेरि त हामीले राइट बेस्ड एवारनेसको कुराहरू, प्रकृति संरक्षणको कुराहरू चाहिँ अब हामीले चाहिँ यो राइट बेस्ड एप्रोचमा काम गर्नुपर्छ। जस्तो यो ट्रेनिङ सरले चाहिँ फेसिलिटेट गर्नुभयो हैन, अब सहजीकरण गर्नुभयो। र यसो हेर्दाखेरि पनि म कोही समय बस्ने अवसर पनि पाएँ। विशेष गरी अब फिडब्याकहरू कहाँ हामी फिडब्याक आउँछ। आगोडी नगरपालिकाको 2 दिने बसाई सुखद होस्, राम्रो होस्, शुभ होस् र स्मरणीय रहोस्। प्रकोपहरूलाई न्यूनीकरण गराउनका लागि, मानवीय पीडा, मानवीय बस्तीको विकास र समृद्धिका लागि यहाँहरूको यो तालिम अवश्य पनि हाम्रा लागि, हामी सबैका लागि, यो समाज, यो समुदायका लागि फलदायी रहनेछ भन्ने कुरा गरेको थिएँ। स्वाभाविक रूपमा मलाई आशा छ, विश्वास छ। अघि इन्दु म्याडमले पनि भन्नुभयो, खास गरी यो तालिममा पुरै सहभागी हुन नपाइए तापनि बालबालिकाका क्षेत्रमा जुन विषयवस्तुहरू आएको छ, ती विषयवस्तुहरू अत्यन्तै घतलाग्दा विषयवस्तुहरू छन्। ती विषयहरूलाई बालबालिकाका क्षेत्रमा हामीले साँच्चीकै कार्यान्वयन गर्न सक्यौँ भने जुन बाल हिंसा, पीडा, उत्पीडन
छ त्यो कुरालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराको अनुभूति महसुसीकरण हामीले गऱ्यौँ भन्ने कुरा इन्दु म्याडमले भन्नुभएको छ। त्यसै गरी हाम्रो कैलालीको अध्यक्षज्यूले पनि अब यी सबै कुराहरूलाई समाधान गर्नका लागि अब कुनै एकल पक्षबाट मात्रै भन्दा पनि समुदाय स्तरमा समुदायको सहभागितामा यी कुराहरूलाई नियन्त्रण गर्ने प्रयत्न गऱ्यौँ भने ती प्रयास र ती प्रयत्नहरू सफल प्रयास र प्रयत्नका रूपमा रहनेछन्। आधारित भएर हामी अगाडि काम बढाउँ भन्ने सवाललाई लिएर हामी छलफल गरिरहेका छौँ, बहस गरिरहेका छौँ र यसलाई अब एउटा रणनीति कसरी तयार पार्ने भन्ने सवालमा सायद मलाई यो 2 दिने कार्यक्रमहरू यहाँ सञ्चालन भएको मैले बुझेको छु र पनि म विशेष गरेर जुन यो अहिलेको समय सान्दर्भिक छ यो कार्यक्रम, यहाँ धेरै आवश्यकताहरू छन्। यहाँका मैले अघि पनि भने प्रकृतिमा कतिपय मान्छेहरूका गाउँै बगेको अवस्था छ, नदी कटानले समस्याहरू पारिरहेका छन्। त्यसका अब कारण के हो त त्यसलाई न्यूनीकरण गर्ने भन्ने कुरोमा हामीले आफ्नै क्षेत्रबाट के गर्न सकिन्छ भन्ने योजनाहरू तर्जुमा भइराखेको अवस्था छ भने हामी त्यतातिर हामी सबै पक्षले सोच्नु जरुरी छ। चाहे सामुदायिक वनहरू, यसै गरेर समूहहरू, क्लबहरू, यी विभिन्न हाम्रा सहयोगी सङ्घ संस्थाहरू, रेड क्रस लगायत विभिन्न सङ्घ संस्थाहरू र स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार, यी सबैले एउटा साझा अवधारणा बनाएर हामी अगाडि बढ्यौँ भने हामीले चाहेको, हामीले सोचेको र यो कार्यक्रमले अगाडि बढ्नको निम्ति दिशानिर्देश गरेको लक्ष्यमा पुग्न सकिन्छ भन्ने मैले बुझेको छु। त्यो हिसाबले चाहिँ यो सबैलाई समान संरक्षणको लागि चाहिँ के गर्न सकिएला भन्ने खालको कुरा हो। लैङ्गिकताको कुरा चाहिँ त्यसैमा जोडिएर आउँछ, किनभने विभेद छ, हिंसा छ, त्यसबाट चाहिँ समुदायमा कसरी जोगाउने र त्यसको लागि चाहिँ हामी इन्टरनलाइज गर्नुपर्ने रहेछ कि कुरा थाहा छ नुन धेरै खानु हुँदैन, स्वास्थ्यको लागि हानिकारक छ भने पनि फेरि तरकारीमा नुन चाहिँ अलि चर्कै खाने बानी हुन्छ। किनभने अब अहिलेको चाहिँ यो धेरै कुरा नगर्ने यो समावेशीकरणमा चाहिँ के आउँछ भने हामीले खास गरेर रेड क्रसले चाहिँ युवाको समावेशीकरण, महिलाको समावेशीकरण, लैङ्गिकता यो डिसेबिलिटी अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरण, पिछडिएको क्षेत्रमा बस्ने जात जातिहरूको यो सबै खालको नेपालको जस्तो जनसङ्ख्याको चित्र छ कमसेकम पनि त्यो जनसङ्ख्याको चित्र जस्तै गरेर हरेक ठाउँमा चाहिँ एज अ बेनिफिसरी लाभग्राहीको रूपले पनि उनीहरू हुनु पर्यो। एज अ भोलिन्टियर्स भनेको यो फ्रन्ट लाइनमा हजुरहरू जसरी हुन्छ फ्रन्ट लाइनमा हुने, त्यो भनेको अरूलाई सेवा गर्छु भनेर चाहिँ अगाडि बढ्ने हो, आफ्नो पनि चाहिँ क्षमता अगाडि बढाउने हो। र अर्को चाहिँ एज अ लिडर यो नेतृत्व तहमा, निर्णायक तहमा पुग्ने कुरा, त्यो समावेशीको कुरा चाहिँ तब मात्रै सम्भव हुन्छ जब चाहिँ निर्णायक ठाउँमा चाहिँ पुग्न सकिन्छ, परेको बेलामा लाभग्राही हुन सकिन्छ, परेको बेलामा संलग्न भएर काम गर्न सकिन्छ, त्यो खालको कुराहरू। र नेपाललाई राम्रो बनाउनको लागि, असल बनाउनको लागि जुन हाम्रो संविधानले परिकल्पना गरेको छ त्यो अनुसार चाहिँ जनताको अथवा चाहिँ पब्लिकको अर्थपूर्ण सहभागिता चाहिँ त्यसमा महत्त्वपूर्ण हुन्छ। त्यसलाई हामीले सिए भनेर चाहिँ यो टर्मिनोलोजीमा बनाएका छौँ। यो कम्युनिटी इङ्गेजमेन्ट कसरी चाहिँ उनीहरू इन्गेज गराउने र एकाउन्टेबिलिटीको कुरा भनेको त्यो जब हामी फ्रन्ट लाइनमा काम गर्छौँ, जब हामी सेवाको लागि काम गर्छौँ भने हामी ती सबै मानिसहरूप्रति चाहिँ जवाफदेही छौँ भन्ने खालको कुराहरू हामी यो 2 दिनमा चाहिँ यो खालको कुराहरू गर्छौँ। र धेरै प्रश्नहरूको बारेमा हामी कुरा गरौँला, तर अस्ति भर्खरै यही 16 दिने अभियानकै हिसाबले चाहिँ एउटा नेपाल प्रहरीले चाहिँ तथ्यपत्र प्रकाशन गरेका छ। त्यो हामी एकदम छोटो छ, हामी सबैले त्यसलाई चाहिँ मनन गऱ्यौँ भने धेरै कुराहरू आउँछ। कस्तो भने नेपालमा कुल अपराधहरू 62-63 हजार दर्ता भएका छन् नेपाल प्रहरीमा यो गएको 1 वर्षमा, र त्यसको 29% चाहिँ लैङ्गिक हिंसामा आधारित छ। यो तथ्याङ्कले देखाउँछ कि यो डरलाग्दो छ, सबैभन्दा बढी डरलाग्दो छ। 21,667 वटा केस लैङ्गिक हिंसासँग सम्बन्धित छ, कुल अपराधको 29%। र त्यसमा अर्को खतरा कुरा के छ भने
चिनजानका मान्छेले गर्ने चाहिँ 91.99 भनेको 92% यौन हिंसाका घटनाहरू जो छ त्यो चिनजानकै मान्छेहरूबाट हुन्छ। सामान्य चिनजान भएका मान्छे, घर परिवार एउटै चाहिँ छानोमा चाहिँ उ गर्ने मान्छे, शिक्षक होइन, छिमेकी भनेपछि त यो 92% चाहिँ चिनजानकै मान्छेबाट हुने भनेपछि त हामीले चाहिँ यसलाई कसरी चाहिँ यो यौन उत्पीडन, यौन शोषणबाट, यौन दुर्व्यवहारबाट चाहिँ यो समुदायलाई बचाउने भन्ने कुरा चाहिँ असाध्यै महत्त्व। किन काम लाग्छ भन्दाखेरि त तपाईँ हामी पनि सुरक्षित रहन्छौँ। तथ्याङ्कमा चाहिँ के भन्छ भने 8% त्यस्ता चाहिँ कुराहरू त होटलहरूमा हुन्छ भने तपाईँको केही पर्सेन्ट यो गाडीहरूमा हुन्छ भने तर सबभन्दा धेरै पर्सेन्ट चाहिँ बन्द कोठामा हुन्छ, घरभित्र, कोठाभित्र होइन, कहीँ बसेको ठाउँमा होइन, त्यसरी हुन्छ भनेपछि हाम्रा कार्यस्थलहरूलाई कसरी सुरक्षित बनाउने, तपाईँ हामी आफै कसरी सुरक्षित हुने भन्ने कुरा महत्त्वपूर्ण भयो। हामी त सबै चिनजान्छ, हामीमा त हिंसा नहोला भन्ने कुरा चाहिँ रहेन। तथ्याङ्कले भन्छ 92% चाहिँ चिनजानकै मान्छेले हुन्छ जति पनि अपराध भएका छन् जोसँग सम्बन्धित यो। र त्यसमा चाहिँ डर, धाक, धम्की दिने र ललाइ पकाइ गर्ने यो कुराहरू छ भनेको। डर, धाक, धम्की कसलाई दिन सकिन्छ भन्दाखेरि चाहिँ आफूभन्दा अलिक कमजोरलाई। भनेपछि यो कुरा चाहिँ शक्तिको कुरा रहेछ, पावरको कुरा रहेछ। भनेपछि शक्ति त नेपालको संविधानले, यो राष्ट्रिय अन्तर्राष्ट्रिय संयन्त्रहरूले जनता चाहिँ सार्वभौम सत्ता सम्पन्न हो भनेर चाहिँ सबभन्दा ठुलो शक्ति जनता हो भनेको छ भने हरेक जनता चाहिँ आफू शोषणमा नपर्ने, हिंसामा नपर्ने र अरूलाई पनि त्यसबाट जोगाउने शक्ति चाहिँ हामीले चाहिँ हरेक व्यक्तिहरूलाई चाहिँ दिन सक्नुपर्छ। अनि बल्ल त्यो डर धाकको कुराहरू चाहिँ छ के अरे प्रकृतिमा आधारित समाधानको तौर तरिका अपनाएर भन्ने सिलसिलामा हामी छौँ, जसको यसको पार्टनरसिपमा हामी WWF र IFRCको ग्लोबल पार्टनरसिपको मोडालिटीको आधारमा चाहिँ यो हामीले तय र डिस्कसन गरेर एउटा नयाँ मोडल साउथ एसिया पेसिफिक रिजनमा यो पहिलो हामीले सुरु गऱ्यौँ। र यसपछि यसको सिकाइको आधारमा मलेसियाले पनि सुरु गर्न लागेको छ। यही तरिकाको, यही नेचरको, प्रकृतिको, उनीहरूको त त्यो समुद्रले घेरेको हुनाले त समुद्रसँग सम्बन्धित छ। हाम्रो नेचर फरक भए पनि यो मोडालिटी चाहिँ एउटै तरिकाको छ। र यसमा हामीले लामो कन्सल्टेसन र डिस्कसन पछि अब अनसिन जुन देखिँदैन त्यो तरिकाले छलफल गरे पश्चात हामी एउटा कन्क्लुजनमा निचोडमा पुगेर चाहिँ हामीले सुरु गरेको यो प्रोजेक्ट परियोजना तत्काललाई अहिले 5 वर्षलाई भनेर हामीले डिजाइन र सेट गरेका छौँ, जसमा WWF उसको विशिष्ट परिचय भनेको के भन्दा जलजङ्गल अथवा जलवायु जलजङ्गल र जनावरसँग बढी दक्ष र एक्सपर्ट उहाँहरू र रेड क्रस जो विभिन्न मानवीयसँग सम्बन्धित विपद तथा अन्य रेस्पोन्सका गतिविधिहरूमा संलग्न रहने आफ्नो दक्षता, त्यो दुई फरक खालको दक्षता र एक्सपर्टिजलाई एउटै ठाउँमा मिलाएर कि त प्रकृतिसँग काम गर्ने, कसका लागि भन्दाखेरि मानव संरक्षण अथवा मानव प्रोटेक्सनको लागि काम गर्ने भन्ने हेतुका साथ हामीले यो कार्यक्रमहरूको तय अथवा डिजाइन गरेका हौँ। र अहिले जसमा WWFको आफ्नो अर्कै मोडालिटी अनुसार सहमतिको साथीहरू हुनुहुन्छ, सहमति संस्था, उहाँ पनि यसको लामो समयबाट उहाँसँग पार्टनरसिपमा काम गरेको र त्यो दक्ष संस्था त्यो सम्बन्धी र उहाँहरू र हामीहरू मिलेर सँगै एउटै उद्देश्यका लागि सँगै काम गर्ने भन्ने हेतुले चाहिँ हामीले यो प्रोग्राम मतलब डिजाइन र तय भएको हो। र यसको सुरुवातको थोरै भन्नुपर्दाखेरि 2023बाट सुरु गरेका थियौँ। यसको स्टडी पनि हामी 2 दिनबाट पनि हामी महिना हप्तासम्म बसेर त्यति बेलाको स्टडी एसेसमेन्ट सबैसँगको इन्टरेक्सन गऱ्यौँ होइन। यो सबै स्टेकहोल्डरहरूसँग डिस्कसन र छलफल गरेर हामीले अन्ततः यो गर्दा ठिक हुन्छ भनेर एउटा रोड म्याप अथवा त्यसको प्लान तय भएको थियो। त्यसको आधारमा चाहिँ आज हामी यहाँ छौँ र यसैको सानो अंशस्वरूप एउटा पार्ट हो यो जुन हामीले लैङ्गिक संरक्षण र समावेशीकरण र यो जुन सिए छ नि सामुदायिक संलग्नता र जवाफदेहिता भन्ने यो एउटा इभेन्ट हो, किनकि एउटा आधार स्तम्भ एउटा बेसिस हो जसले गर्दा आगामी हाम्रो उद्देश्य अनुसारका अरू ठुलो गतिविधिहरू संस्थागत भनौँ इन्स्टिट्युसनल क्यापासिटी बिल्डिङ पोलिसीहरूको डेभलप र इन्डोर्स गर्ने त्यो पनि समावेश भएर सँगसँगै काम गर्ने उद्देश्यका स्वरूप चाहिँ यो यहाँहरू सबैजना हामी आज एक ठाउँमा छौँ र यो हाम्रो जुन यो इन्भाइट निम्तोलाई स्वीकारेर सबैजना यहाँ आउनु चाहिँ यो ठुलो गर्वको कुरा हाम्रो लागि। सबभन्दा पछि हाम्रो डाइरेक्टर साहबले सबके भन्नु होला
र यसले गर्दाखेरि के भन्दा हामीहरूको आत्मीयता छँदैछ अझ अगाडि खास के गर्छौँ कसो गर्छ भनेर त्यो अलिकति ट्रान्सप्यारेन्ट पारदर्शी र सँगसँगै अगाडि जान सक्ने यसले भूमिका र ब्याकग्राउन्ड तयार गर्नु भएको हुनाले यो हाम्रो लागि धेरै उपयोगी र फलदायी रहनेछ।